अन्त भाइ 5 अन्त 5 दुई रनको साराले गर्छ यसको 51 रन यसै साथ 50 रन पुरा गोरखपुर टिमले 50 रन पुरा यहाँ 64 रन ताली बजाइदिनु होला फुटबॉल में अभी मिस्टेक सब हो जाए आउट ऑफ दिल जाए तो वही में मिनट बढ़ा दे क्या खेला वाला आई में ओवर नहीं बढ़ सकता क्या पता ना तेरी अपना ओवर में टाइम में वो बाहर के नहीं जैसे एक टाइम से ना अब नहीं 10 मिनट वो मैं से कितने मिनट हो रहा है 0 अंत भाइ 0 साथ 10 ओभर समाप्ति 10 ओभर समाप्ति पछि पूर्ण संख्या 51 रन लॉस ऑफ 2 विकेट जनकपुर धाम मेयर कप T20 क्रिकेट टूर्नामेंट 2023 तो आज फाइनल मैच धौसा र 12 जसमा 12 ले टस जितेर पहिलो ब्याटिङ गरेको थियो र 114 रन बनाउन सफल भएका थिए र 15 रनको लक्ष्य पछाउँदै यहाँ धनुषा टिम अहिलेसम्म 51 रन बनाई 2 विकेट घुमाइसकेका छन् यहाँ धनुषा सब तो लोकले छड़ा दिए वो बाहर खिला लीजिए शरद देश पाका अब 60 बलमा 64 रनको आवश्यकता 60 बलमा 64 रनको आवश्यकता यहाँ धनुषा टिमलाई त्यसै गरी 8 विकेटको आवश्यकता यहाँ 12 टिमलाई हिटिङ गरेको जिसके मस्त गेम चले गेम रुका नहीं 60 बॉल 64 रन भाई को मैच मिल गया 2-6 नहीं गया लेकिन यहाँ पैसा वसूल मैच हुए था आई इतने खतरनाक अपील कहने बीच पैट बुलाया वो नहीं 112 टीम पर जिधर को टीम है नहीं गया जनकपुर के साथ 12 वाला है 12 का है ये सही है 12 अरे राजा 60 मीटर उस साइड से दूसरा ओवर ले रहे हैं अभी को यादव स्ट्राइक माइनस 10 लास्ट में ऐसे आएगा निधि का हमरा देते नहीं तब विधि का तो बुझाई विधि का लेट चला से काम नहीं छोड़ हमारे पास रिक्स एक आदमी के लिए 64 बॉल में 64 रन का आवश्यकता कितने बॉल में 64 बॉल में 64 रन रामो शॉट उसके बीच में वहाँ पर चौका रामो इंडिया है मानसिक तत्व को राइट बाउंड्री को सहारा ले पहुंचे इसको 55 रन 7 अंक रामो शॉट लगाएका थिए त्यहाँ फुलावत लहनीले तर रोक्न असफल एक पकड़ाए वाला था पकड़ाई थी ना एक हाथ दे अबे कितने खतरा कैच कर कोई विभिन्न पानी अंदर फेरि पनि राम्रो शट लगाउँछ क्षेत्रमा तर केवल 1 रन राम्रो फिल्ड त्यहाँ अनिल शाह त्यसैले गर्दा साराले गर्छ उसको 56 करके देखे में मजा आ लेकिन राम्रो ब्याटिङ त्यहाँ मान्छेद्वारा के चांस रहली एकरा जा ड्रॉ करावे के चांस लेकिन देख रहे दिन न लल कि न वो फेरि पनि स्ट्राइकमा विशाल मुस्लिम राहुल भाई बोरे जीते के निकै तर बस्यो गेम विशाल मुस्लिमको प्यार छोडेको छ यहाँ 2 नम्बरमा 2 नम्बर जर्सीको खेलाडी र निकै नै मोहम्मद मालिक हुन सक्छ
जसले मलाई खराब बलरले मारेर 6 बल पाइछ अनुभव भइरहेको छ र दर्शकबिनहरू निकै नै खुस लोकल सपोर्टरहरू निकै नै खुस विशाल सुश्रीको क्याच छोडेका छन् यहाँ ठुलो विकेटको क्याच छोडेका छन् यहाँ बडा टिमले फेरि पनि यहाँ र यहाँ हुन त क्याच छुटेको थियो त यहाँ एभिडेन्सको रूपमा मान्छेले फर्किँदै दोस्रो विकेटको पतंग यहाँ मनुषाको बसको रूपमा ट्राई दिया रहा 3 अंदर अंपायर डिसीजन लास्ट कैमरा के गाड़ी में देखा ना आप तो गेली कमती में दोसर कोई फ्रेंड खेली से हो तो देखने को मिलते दे बैठ फेरि हेर्नु गयो त यहाँ फुल्टो प्लेयर यहाँ सीधा ब्याटले गएका छन् लगाएको क्षेत्रमा 1 रन लिन सफल रहेछ 1 रनको पाराले पर्दो स्कोर 1 रन 51 रन एघार रनको समाप्तिपछि गोलको संख्या 58 रन दर्शक 3 विकेट हाँ बर उठते निकला है उस टाइम मैंने मैं 3 4 हवा कोई उपाय नहीं ना उपाय डगरा उड़ा अब 57 रनको आवश्यकता चलो फिल्डर ट्रिप र राम्रो फिल्डिङ त्यहाँ मात्र एक रन दिएका छन् यहाँ राम्रो फिल्डिङ त्यहाँ ट्रिप राजदासद्वारा त्यसले 1 रनको साराले पर्दो स्कोर 59 जितको लागि 56 रनको आवश्यकता यहाँ 53 गेन्दमा हिट भयो यहाँ डिफेन्स गरेका छन् र फेरि पनि यहाँ निकै नै राम्रो रनबिटी विकेट यहाँ फिल्डरको हातबाट बार बार रन लिन सफल भइरहेका छन् यहाँ रोम्टाका खेलाडीहरू र आफ्नो फिटनेसको यहाँ चर्चा गर्दै र यस्तो रनलाई रोक्नु पर्ने आवश्यकता यहाँ 12 को खेलाडीद्वारा अहिले पनि स्लिप यहाँ विपिन खत्रीको लागि अरे फास्ट एक कोटा लागले रे अभी तक कुमार थापा लगे फास्ट सीधा फुट पासर के बट मार लाइट बल डाउन द ग्राउन्ड खेलेका थिए राम्रो फिल्डिङ त्यहाँ कुमार थापाद्वारा विकेट राम्रो म्याच क्या हेर्न पाइरहेछौँ हामीहरू पैसा फुल म्याच पनि कुमार थापा सीधा ब्याटले स्लो गरेका थिए यहाँ 40 को क्षेत्रमा जबसम्म फिल्ड गर्दै पवन सुनार 1 रनबाट रोक्न सकेन यसै 1 रनको साराले पर्दो स्कोर 61
र पार्टनरशिपको आवश्यकता यहाँ सिंगल डबलको भएन यहाँ र त्यसमा फोर पनि भइरहेका छन् ब्याकअपले ब्याकअप बन्द गरेका थिए विशाल सुशीलले तर सिधा रवि शाहको हातमा दुईटा कभर हालेका छन् बॉलर बढ़िया ट्रिपल फ्लाइट बॉल यहाँ राम्रो बढिया र यो त थर्ड एम्पायर डिसिजन हुने जस्तो छ तर डिसिजन हुन बाँकी रह्यो 4 रन 4 रन बाउंड्री टच है टच है 4 रन है 4 रन बाउंड्री भएका थिए यहाँ राम्रो हो पनि यहाँ पवन श्रावद्वारा कृपया दर्शक मिटर ताली बजाइदिनु होला पवन श्रावको लागि राइटर बाउंड्रीको पायाले गर्छ स्कोर 65 रन हुन त दुईटा कभर्स राखेका थिए यहाँ विशाल सुशीलको लागि तर बाउन्ड्रीबाट रोक्न असफल यहाँ फिर भैया आदि को यादव छोटका गेट फेंक नहीं है बाउंड्री को पार कर दिया र यसै बाउंड्रीको सहाराले गर्छ स्कोर 70 यहाँ रिस्क गरेका छन् यहाँ छत्रीले बॉल छूट गया बॉल छूट गया हाथ में से बॉल छूट गया हाथ में से अंपायर ले रहा था रे बड़ा अंपायर नहीं यार बॉल छूट गया बॉल छूट गया यार क्या हो रहा है यार अंपायर है गए अंपायर बॉल छूट गया कैमरा बात खत्म है आउट भएछ यहाँ बाबू ले रहा है अंपायर रिलेक्ट तो कल हुआ यहाँ चौथो विकेटको झट्का यहाँ गौसा टिमलाई विकेट खत्रीको रूपमा ए बॉल छूट गया है तो मारने विकेट में हाथ से लागल है हां बात तो सही कर रहे लेकिन ओपनिंग बैट्समैन निकै रोमाञ्चक म्याच गर्न पाइरहेछौँ हामी यहाँ अनुभव कति का हो एक मिनट म्याच बॉल छूट गया है यार अंपायर को कुनै बेला धनुषको पक्षमा कुनै बेला ओ भैया ए बॉल छूट गया है स्पीकर भी अभी पैर बदल की तरफ हाथ में बॉल है ना र यहाँ रूपमा अकबर अली निकै रोमाञ्चक म्याच र नहीं दिल भैया
पाइडा लाको जुगो छ इधर की डिसीजन के देखो इसको हम तो बैठा आउट नहीं सब सब नहीं आउट जेने लगते ना हाथ में ब्लंडर मिस्टेक नहीं भेल आपने बॉल छूट गेलै हाथ से लागल कति गर्यो पाइड बडी खुन दर्शक पिटानी बडी खुन छ पाइड तो सुबियो छ न रौदान को प्रोसेस गर्न दिमाग काम या फिर और प्रगतिमा नए बैट्समैन अकबर अली 5 विकेट लेकिन रोमांचक मैच यहाँ बॉलर अली यादव वही बॉल पेश कर रहे हैं अकबर अली ये जोड़ी तो है अभी है वो ना यहाँ सीधा बैट लेके लगा सर छोड़ चला मनु लॉन्ग ऑफ क्षेत्र में 1 रन सेंटर के सारे ने मोड़ स्कोर यो पीछे दे है यार विक्रांत तो सीधे है 23 रन एक चल रहा है तो यहाँ फुल टच बॉल गाइड करेगा ये रामो फील्ड के यहाँ पॉइंट फील्डर द्वारा रवि शाह द्वारा केवल 1 रन और यहाँ 4 विकेट गेलै गलती कर दल डिसीजन दे छै गलती मारे वाला बैट्समैन डाले मारे छै रामो फील्ड एक मॉडल को सब मिला ध्यान दीजिए दोनों के सारे मोड़ स्कोर 25 स्ट्राइक में विशाल सुनी और हमारे खेल पर अभिषेक करते हैं यहाँ काफी ये बाउंड्री ये भाई को रूप में 4 रन ये भाई को रूप में 4 रन इसे बॉलिंग को सारे बोर्ड स्कोर 79 देख भाई है 13 ओवर का समाप्ति कर दिया आराम से खेलो आराम से अब 42 बॉल में 36 रन का आवश्यकता आराम से खेलने पर आवश्यकता इसे करी द्वारा विशाल सुनी में विकेट का आवश्यकता दर्शक की लड़ाई में पृथ्वी में पारने का आवश्यकता राउंड करते हैं 42 में 36 अगर यहाँ सब का नहीं बोलता है तो नो कटर की नोट नहीं बोलते आए लास्ट तक काट ले यहाँ सब ठीक है इंटरेस्टिंग मैच यहाँ देखिए बॉलर रवि शाह स्पिन अटैक अली सब हेर्न पाइरहेछ उहाँले राम्रो फिल्डिङ अली शाहद्वारा वाइड बॉल यार अब बॉल यार तेज चलिरहेको छ यहाँ बॉल लड गर्न सक्छ यहाँ रवि शाहले राम्रो ब्याटिङ सिधै गरेका छ लगको क्षेत्रमा जबसम्म फिल गर्छ अनिल शाह एक नम्बर बस्न सकेन त्यसै गरको कारणले पर्छ स्कोर 80 राम्रो नहीं है फिर स्कोर से कर देखो पूछ पॉइन्टको माथिबाट हाल्न चाहने विशाल सुप्रिङ तर असफल हुन त तेज हो यहाँ रवि शाहको जो वैसे तो पूछ न सुन के विशाल जाएगा तो राम्रो सीधा रन लेके गए कमर को क्षेत्रमा डॉट बॉल पनि अर्को डट गर्न भएको छ रवि राम्रो बॉलिङ उका बोलाउन यहाँ रिस गरेका छन् टप ह्यान्डले खेलेका थिए भिडिकेको क्षेत्रमा दोस्रो फिल गर्दै हेगोलीले सफल हिस्से हेगोलमा पाएले पर्छ स्कोर 81 14 ओभरको समाप्ति पछि र यहाँबाट टिमलाई 6 विकेटको आवश्यकता 36 बलमा 34 रन विशाल का स्कोर 115 का टारगेट है ना 150 का टारगेट दिया जाए तो मजा
Ya, फेरि पनि पवन श्राफ भलिबल परिवर्तन यहाँ पवन श्राफले ल्याएका छन्। अर्को हिटबाट स्ट्राइकमा विशाल सुशील र यहाँ सिंगल डबलले म्याचको क्लोज जान सक्छ र त्यसको आवश्यकता पनि यहाँ हुनु छ टिमलाई। त्यसै गरी ठुलो विकेट जसको क्याच हुनुको थियो बाडाले विशाल सुशील अहिलेसम्म पनि पपिङ क्रिजमा र उहाँलाई खेल्नुपर्ने आवश्यकता। लामो समयसम्म अपिल गरेका थिए पवन श्राफले टाउकोमा हात हाल्दै तर सुरक्षित यहाँ विशाल सुशील राम्रो गेम हेर्न पाएछौँ हामी यहाँ। राम्रो सट विशाल सुशीलको ब्याटबाट दोस्रो छक्का गरेका थिए लङ्गटको माथिबाट माफ गरेर लङ्गटको माथिबाट 6 रनको लागि। यसैका साथ बढ्दै स्कोर 87 रन। बढ्दै स्कोर 88 रन। राम्रो ब्याटिङ आत्मद्वारा सिंगल डबल खेल्न सफल भइरहेका छन् र त्यसको आवश्यकता पनि त्यहाँ अकबरले गर्ने। राम्रो फिनिङ त्यहाँ अकबर अलीद्वारा विशाल सुशीललाई स्ट्राइक दिन सफल भइरहेका छन् बार यहाँ अकबर अली। राम्रो सोच एक रनबाट रोक्न सक्दैन। यसै एक रनको साराले पर्दो स्कोर 90। राम्रो बलले अगाडि सफल। यसै साथ ओभरको समाप्ति 14 ओभरको समाप्तिपछि कुल संख्या 90 र 4 विकेट। अब जितको लागि 25 रनको आवश्यकता। 30 बलमा 25 रनको आवश्यकता र यहाँ राम्रो थिङ्किङ फ्यान्डले खेलेका थिए तर फिल्डरले हर्लीको 1 रनबाट रोक्न सकेन र यो बार सफल भइरहेका छन्। यहाँ नौका खेलाडीहरू हातबाट रन तोड्न सफल भइरहेका छन्। यसै 1 रनको साराले बढ्दै स्कोर 91। कन हान्न खोजिरहेछन् तर लाइन मिस आफूद्वारा स्विप गरेका छन्। तल फिल्डर स्विप र साथ मात्र 1 रन र यसै 1 रनको साराले बढ्दै स्कोर 92। राम्रो सर्ट सेलेक्सन त्यहाँ अकबर अलीद्वारा। और कुछ समझ में नहीं आया तो स्पिनर को चुप लगा देना चाहिए। ठीक गरेको छ त्यहाँ अकबरले। वाइड बॉल यसै अतिरिक्तको सहाराले बढ्दै स्कोर 93।
ये सब चुनौती हुआ है रन में राम्रो अब यहाँ रवि शाहद्वारा यसैको साथ 16 ओभरको समाप्ति 4 ओभर चाहिए तुरंत अलि चाहिँ भैया रनले यहाँ बलिङमा आफै क्याप्टेन अनिल शाह 17 ओभर चलिरहेको छ तर अहिलेसम्म हामी फास्टर हेर्न सकेका छैनौँ र यो राम्रो थिङ्किङ पनि यहाँ अनिल शाहद्वारा अहिलेसम्म सफल भएको छ 115 राम्रो ब्याटिङ तल बसेको गेम डिफेन्स गरेका छन् प्रहरीले र डट बल यहाँ पुल गरेका छन् तर फिल्डर मिड विकेटमा पवन श्राप र के पनि 1 रनबाट सन्तुष्ट हुनुपर्ने दुवै ब्याट्सम्यानलाई यसै क्रमको साथै बढ्दै स्कोर 94 जितको लागि 10 रनको आवश्यकता 17 ओभरको प्रगतिमा राम्रो शट यहाँ सिधा ब्याटले खेलेका छन् लगको क्षेत्रमा र 1 रन यसै क्रमको साथै बढ्दै स्कोर 95 जितको लागि 20 रनको आवश्यकता यहाँ मार भाई मार स्टिमर गरेर गाइड गरेका छन् यहाँ स्ट्राइकको क्षेत्रमा र 1 रन र यसको आवश्यकता पनि धनुषालाई यहाँबाट डट हुनु भएर र यहाँ डटको आवश्यकता भएर टिमलाई फेरि पनि हल्का हातले खेलेका छन् पोइन्टको क्षेत्रमा र फेरि पनि सिङ्गल राम्रो ब्याटिङ राम्रो माइन्डसेट यहाँ दुई ब्याट्सम्यान तो भयो जति 15 3 18 रन चाहिए 3 को छक्का मारे एक बैट्समैन बाकी है हाँ निकाल बकरी के न तो बोरा में कैसे पटवा दोगे धनुषाको सेन्चुरी पूरा यहाँ 11 में कितने चाहिए 12 15 101 रन भयो 11 कर 13 रन 14 रन आ रहा 101 रन र अब 14 रनको आवश्यकता फिर जाए कैसे लेके 18 का दिया 12 अभी 15 बॉल यसैका साथ 17 ओभरको समाप्ति 11 आप बेच रहे भैया ये नहीं करते साली सब्जी देने केला आज मुझे पाला होना 17 ओभरको समाप्ति पछि गुण संख्या 101 18 बलमा 14 रनको आवश्यकता हम रन मिस्टेक का ध्यान रखते हुए गेम बात करी था क्यारे फिट अदबी तर सुरक्षित ब्याट्सम्यान र हातबाट एंगल लिन सफल भएका छन् बार र यो सिंगल रोक्नु पर्ने पहिलो ओभरदेखि यो सिंगल हेर्न पाइरहेछौँ हामी र यो निकै नै दुःखद पाराको लागि यस्तो टाइट म्याचमा यस्तो सिंगल नहुनु पर्ने विशाल खेला एक रनको सहायले पर्दै यसको 102 रन जितको लागि 13 रनको आवश्यकता अकबर अली निकै नै राम्रो ब्याटिङ गर्दै त्यहाँ र यहाँ वाइड बल कसै स्टम्पिङ आउट ओभर नहीं भी पूरा हो अकबर अली र त्यसको आवश्यकता थिएन जस्तो मलाई लाग्छ तर आउट नपरेको नि अकबर अली त्यसैका साथ 5 विकेटको झट्का 5औं विकेटको झट्का यहाँ धनुषालाई बनाएर ब्याट्सम्यानको रूपमा शरद भेषवादल चर्चित खेलाडी उहाँको नामबाट सबैजना पछि
नै हुनुहुन्छ होला शरद विश्वाकर आउट भयो वाइट बॉल दल कितने कर रन चल रहा 18 है ना आप कितना रन चाहिए 12 रन चाहिए यारो दूगो छक्का मार दल के तो बहुत वाली काम ब्याकबोर्ड अफ धनुषा टिम 7 नम्बर जर्सीमा अहिले पनि खेलिरहेको दोनों तो इंटरनेशनल खिलाड़ी विशाल सुसली र त्यसको र उसलाई खेल्नुपर्ने आवश्यकता त्यहाँ हेलमेट अपन दिनेश कार्तिक खेले देखे जी क्या सजे माफ हीटर है हिटी सुबह भाई है र यहाँ सेकेन्ड लागेर 1 रन निकनको सहायको त्यसको 104 रन 114 रन एक दो ना एक दो बाउन्ड्रीको सहाराले गर्दै स्कोर 108 रन जितको लागि 7 रनको आवश्यकता ईसो का बच्चा हमारा लक्ष्मीका 34 स्कोरमा ल्याए विशाल सुशी सबैको बाउन्ड्री रोक्नु पर्ने तर सफल यहाँ विकेट back to back boundary जितको लागि 3 रनको आवश्यकता यहाँ जनकपुरवासी निकै नै खुस यहाँ जनकपुरवासी 3 रन चाहियो जितको लागि 3 रन दर्शक मिलेर तपाईहरु ग्राउन्डमा नजानु होला प्लिज तपाईहरु सबै भन्नुस् हेलमेट दे हुन्छ नहीं देखो ये तो घर पे जितली नहीं जीत गए लेकिन देखिए ना क्या विकेट लाग्यो त मलाई भोलिन्टियर साथीहरूलाई बाउन्ड्री रोडको छेउमा गएर सबैले पछाडि गरिदिनु हुन र भोलिन्टियर साथीहरू लाइनमा बसिदिनु हुन साथै ग्राउन्डमा उपस्थित सुरक्षाकर्मीज्यूहरूलाई पनि अनुरोध ग्राउन्डमा उपस्थित नगर प्रहरी तथा सुरक्षाकर्मीज्यूहरूलाई अनुरोध बाउन्ड्रीलाई चाहिँ कभर गरिदिनु होला धन्यवाद अलिकति सबै दर्शकहरूले पछाडि गरिदिनु हुन अनुरोध सबै दर्शकलाई पछाडि र यहाँ 3 रनको आवश्यकता जनकपुर टी20 मेन कपको पहिलो सत्रको पहिलो राम्रो शट यहाँ र केवल 1 रन आफ्नो परिचय दिनु होला यहाँले र अब 2 रनको आवश्यकता यहाँ र अफिसियल बक्सभन्दा अगाडि अफिसियल बक्सको अगाडिबाट हटिनु होला तपाईँहरू हटिनु होला यहाँ
लेना सफल टूर्नामेंट का T20 क्रिकेट टूर्नामेंट को कोई सस्पेंड को कोई टीम के आगे न पूरा और लगा है बोलाई से यहाँ तरफ टीम लाई और लगा है संजय कहेगा काले हाँ और लगा है चले आगे यहाँ मैच को हीरो विशाल सुश्री शानदार भैया रत्न विजय को निकलने विशाल सुश्री को लगी जोरदार ताली विशाल सुश्री को लगी जोरदार ताली यहाँ आगे को मैच को हीरो हेलो ड्राइवर आएगा कौन ड्राइवर है कौन ड्राइवर है अगला बच्ची विशाल है बोले ना तेरे सूर्य से टिका नहीं करूँ लास्ट तक पैसा तो मूल नहीं apa tuh kata से harus berapa serius banget उनका घेर दर क्या थी क्या थी ऊपर से क्या कति घेर दर के कति स्वागत कैसे नहीं आए स्वागत नहीं करोगे हमारा क्या दीदी जश्न मना तो वो देखेगा अरे अभी हट खेल बाबा कब आइले ठीक है ना नाच हो जावे तो नाच करेंगे